500 रुपियाँ बाजी कति भन्नुभयो 500 500 नभन्नु न सर म तपाईँलाई बरु फ्री ए सबैको अगाडि म 500 लु यो त ल ढुङ्गा हेरौँ त पहिला तपाईँ हातमा यसरी राख्नुहोस् यस्तो यस्तो गर्नु नि जलढिङ ढुङ्गा हो जलढिङ ढुङ्गा दक्षिण ढुङ्गा यो हुँदैन यो त एकदमै यो गोलो न गोलो फेरि एकदमै कस्तो खालको छ भने खै यो भनेको तपाईँको यो दक्षिण ढुङ्गा भनेको चाहिँ धेरै नै यो तपाईँको चाहिँ यस्तो यो गाह्रो खालको हो होइन यो ढुङ्गा तर उहाँले टोक्नुहुन्छ भन्छ क्या झ्यारेप झ्यारेप टोक्नुहुन्छ भन्छ तर होइन म एउटा कुरो अब यहाँनिर अर्को ढुङ्गा खोज्दैछु उहाँलाई पक्नु होइन यहाँ सुन्नु अब यहाँनिर हेर्नुहोस् है मैले तपाईँ यो डल्फिन ढुङ्गा टोक्नुहुन्छ कि यो टोक्नुहुन्छ त यो नि फर्दिन्छु नि म यही तर यो दक्षिण ढुङ्गा भन्दा यो त अझ ढुङ्गा त ढुङ्गै हो यो कम हो होइन साँच्ची हो ल तपाईँलाई फोर्नु त ल फेरि 500 ल अब फेरि 500 को कुरो नगर्नु उहाँलाई हो मेरो ओहो ओहो वरङ आबिउले आमा ओहो ओहो ए ओ आमा आलोले आलो वरङ आबिउले एट्टा आसेङ वरङ आबिउले आसेङ वरङ आबिउले लु पिन्जीका सु हो टिम लु एट्टा सम्झिन हाँस्नु न ओ आमा लु सक्यो तपाईलाई माफ हाम्रो तपाईले खतरा होइन सक्यो होइन उलु खात्ताम च्याको होटी मिसे चाहिँ टुक्रो लाबिन्छ मान्छे चाहिँ टुक्रो लाबिन्छ होटी तर तपाईको त यो अर्को भाग लु बाला है त अर्को जामै कमल खाल ल्याए ल त पक्नुस् एक त झिक्नुस् एकचोटि हाली मुखमा ढुङ्गा हेरौँ यो ढुङ्गा यो होइन जादै गरे तर यो जादुगर भन्दा नि यो फस्काटे ढुङ्गा हो क्या हो पक्नु छोडिदिनुहोस् यो अर्को ढुङ्गा ल्याउ ल होइन यही ठिक छ एकचोटि उहाँको यो ट्राई होइन ल तपाईँ खाएर ल एकचोटि ल कति मिनेटमा खानी हेर्ने निल्दिने नि फेरि होइन हुँदा त्यसो भए त यो टिकटक भाइरल हुँदैन अब झरापै गयो ओहो अब म सक्दैन बाबु ओहो ओहो ओ माई गॉड ओ माई गॉड यस्तो दाँत भएको मान्छे फेरि भन्नुहोस् त तपाईँहरूको बाबुले जन्मा छ यस्तो दाँत भएको अहिले चाहिँ अलिक बोली सुधार्नु भयो यार यसको लागि मामा धेरै राम्रो कुरो हो ओहो ल ठिक छ यो पुस भने यो नेक्स्ट टाइम अर्को फेरि योभन्दा राम्रो आउँछ भने चाहिँ ल्याउनु यो अर्को कुन ढुङ्गा ओहो तपाईँ ल मसँग हेन्चेक यहाँ सुन न मामा हेन्चेक डोन्ट वरी यु ओके तपाईँ फेरि नर नमान है फेरि ल वरङ आबुलाई आँखाले चाबम चाबा फेरि खतरा चाबा ढुङ्गा फोर्दिने मामा ल मैले अब त्यस भए हालिदिन्छु ल म टिकटकमा हालिदिएँ ल किनभने तपाईँ नरिसाउनु होइन शीर्षक नराम्रो त्यस्तो केही हुँदैन ल हालिदिन्छु ल मैले पनि कुनै कसै हामी तपाईँले यस्तो राम्रो बोल्नु भएको छ तपाईँ यति राम्रो छ कि होइन टिकटकमा गाली गर्नु कोही आयो भने अन्तिम लास्टमा चाहिँ म यो भिडियो हाल्छु क्या तपाईँको उहाँले हाल्नु भनेर हालेको हो भनेर भन्छु क्या लास्टमा अरूले त्यस्तो नराम्रो बोल्न आयो भने चाहिँ ल हालौँ कि नहालौँ भन्नु मामा पक्का होइन ल है सम्झि ल नराम्रो होइन साँच्ची हो नाना नराम्रो त हुँदैन दिदी अझै पनि ढुङ्गा ल्यायो चपाइदिनु पर्दैन ल पर्दैन अब हालौँ नहालौँ भन्नु मामा ओसी खोलाको चाहिँ अनि त्यहाँबाट क्रेसरबाट ल्याएको चाहिँ अनि त्यहाँबाट दलथिङ ढुङ्गा तपाईँ छोडिदिनु न त्यो यो भर्खरी तिमीहरूको छ यार ल यहाँ सुन मामा अरू धेरै लामो गर्नु नगरौँ ल हालौँ न त्यति मात्रै ल ठिक छ म राखेँ ल मामा भाइरल बनाइदिनु ल ठिक छ ल मामा ल धन्यवाद तपाईँलाई राखेँ है मामा ल ल सम्झि अब यत्रो ढुङ्गा टोक्यो यत्रो ब्याजी गऱ्यो यत्रो गऱ्यो हामी एकदमै आभारी छौँ होइन अब लास्ट स्टेपको कुरा बाख्रा ल्याउने नल्याउने ल्याउने होइन ल्याउने नल्याउने यो बाख्रा होइन नि त यो त अर्कै होला पाल्ने यताउता होला हाम्रो खोज्नु पर्यो नि त ल सक्छ यहाँ सुन्नु यस्तो मोटो यहाँ सुन्नु न त्यसको चाहिँ अलि मासी हुन्छ ल तपाईँ ठोक्ने हो पक्का तपाईँले सक्नुहुन्छ कि भन्नु त हो मासु होइन दुई झार्ने मै भयो हो होइन त्यो ढुङ्गा छोडिदिनु न यहाँ सुन्न फेरि नेक्स्ट भिडियो आउँछ है यहाँ